बौद्ध कालमा बुद्धिस्टहरूको परम्परा र मान्यता अनुसार 28औं बुद्धको कुरा देख्नमा आउँछ। तथागत गौतम बुद्ध भन्दा पहिला 27औं बुद्धको नाम पनि प्रष्ट रूपमा देख्न पाइन्छ। तीमध्ये 3वटा बुद्धहरूको त साक्ष्य प्राकृतिक अवशेष प्रमाणको रूपमा अझै पनि देख्न सकिन्छ। तथागत भगवान बुद्धको पहिला कश्यप र कश्यप भन्दा पहिला ककसन्धु र कोडागमन बुद्धहरू थिए र यी 28 बुद्धमा 3वटाको साक्ष्य प्रमाण जुन छ त्यो हो तथागत गौतम बुद्धको लुम्बिनीमा जन्माएको, जहाँ सम्राट अशोकले निर्माण गरेको अशोक स्तम्भ अझै पनि प्रमाणित गर्छ कि यो स्थान तथागत शाक्यमुनि भगवान बुद्धको जन्मस्थल हो। त्यसरी नै अर्को कोडागमन बुद्धको जुन चाहिँ निक्ली हवा, जहाँ कोडागमन बुद्धको जन्म हो, र तेस्रो ककसन्धु बुद्ध जसको जन्म कोटी हवामा भएको। कोटी हवा र निक्ली हवाको स्तम्भहरू खण्डित अवस्थामा छ, आज पनि हेर्न सकिन्छ। र यो जुन प्रमाणित भएका साक्ष्यहरू छन् त्यसले के पुष्टि गर्छ कि बुद्धिस्टहरूको परम्परा मान्यता अनुसार उहाँहरूले पूर्व बुद्धहरूले बुद्धलाई नै उहाँको धर्मले नै मान्दै र पालन गर्दै आएका थिए। हुनसक्छ आउँदो दिनमा ढिलो चाँडो 29औं बुद्धको जन्म हुन्छ कि कसो, यहाँहरूलाई के लाग्छ? धन्यवाद।